सन्ध्याकालीन नमस्कार। गजल त्यो भावनाको झरना हो जहाँ शब्दहरूले सङ्गीतको धुनमा नाच्छन्। गजल त्यो कला हो जहाँ विरह, प्रेम र जीवनका अनेकन रङहरू एकै ठाउँमा समेटिन्छन्। आज हामी यस साउथ इस्टर्न स्टेट कलेजको प्राङ्गणमा पिपल चौतारी गजल साँझको यो भव्य आयोजनामा उपस्थित भएका छौँ। यस ऐतिहासिक क्षणका लागि हामी अत्यन्त उत्साहित छौँ। साउथ वेस्टर्न साहित्य समाजद्वारा चौथो पटक आयोजित चौथो वर्षको यस विशेष कार्यक्रममा, यस विशेष गजल साँझमा पाल्नुभएका सम्पूर्ण साहित्यप्रेमी, कलाप्रेमी तथा यहाँ उपस्थित सम्पूर्ण आदरणीय महानुभावहरूमा सन्ध्याकालीन हार्दिक स्वागत तथा अभिवादन व्यक्त गर्न चाहन्छु। आजको यस विशेष साँझमा हामी अग्रज गजलकारज्यूहरूका, गायक गायिकाज्यूहरूका, सङ्गीतकारज्यूहरूका कलात्मक प्रस्तुतिहरू यहाँ सुनेर हामी अबको केही घन्टा अत्यन्तै आनन्द लिनेछौँ। यस कार्यक्रमको औपचारिक सुरुवात हुनुभन्दा अगाडि म एउटा गजलबाट यस कार्यक्रमलाई सुरुवात गर्न चाहन्छु। चोटमाथि आफ्नै मान्छेको प्रहार रहेछ जिन्दगी, चोटमाथि आफ्नै मान्छेको प्रहार रहेछ जिन्दगी, बल्झिरहने व्यथाको बिमार रहेछ जिन्दगी, बिमार रहेछ जिन्दगी, चोटमाथि आफ्नै मान्छेको प्रहार रहेछ जिन्दगी। यो गर्छु भन्यो, त्यो गर्छु भन्यो, सबै आफै गर्न खोज्यो। यो गर्छु भन्यो, त्यो गर्छु भन्यो, सबै आफै गर्न खोज्यो। यो गर्छु भन्यो, त्यो गर्छु भन्यो, सबै आफै गर्न खोज्यो। केही गर्नै नभ्याइने अचम्मको हतार रहेछ जिन्दगी, बल्झिरहने व्यथा कस्तो बिमार रहेछ जिन्दगी, बिमार रहेछ जिन्दगी। एक मुठी खुसी खोजी ल्यायो, डुब्दै दुःखको त्यो तालमा। एक मुठी खुसी खोजी ल्यायो, डुब्दै दुःखको त्यो तालमा, डुब्दै दुःखको त्यो तालमा। साट्नै नपाउँदै त्यही खुसी फरार रहेछ जिन्दगी, बल्झिरहने व्यथा कस्तो बिमार रहेछ जिन्दगी, बिमार रहेछ जिन्दगी।